24 घण्टाभित्र बालनले राजीनामा दिँदा नै उत्तम हुन्छ। नत्र जसरी केपी ओलीलाई त भाग्ने छुट दिएको थियौँ हामीले, बालनले त्यो छिट पनि पाउँदैन। आज एउटा युवा आज पेट्रोल छर्केर जसरी जल्न परेछ नि, त्यो बालनलाई घिसारेर सडकमा जलाउने तागत युवा विद्यार्थीले राख्छ, विद्यार्थी आन्दोलनले राख्छ। सर नमस्कार, स्वागत छ। नमस्कार, धन्यवाद हजुर। अब नेपालमा युवाहरूले आत्मदाह गर्नु पर्यो। एकदमै आज जुन प्रकारले युवाहरूले चाहिँ शरीरमा पेट्रोल खनाएर जल्न परेछ, यसको भारी मूल्य बालिन सरकारले चुकाउन पर्छ। जसरी सुकुम्बासीहरूलाई लखटेर आज दिनदिनै युवा विद्यार्थीहरूलाई चाहिँ दुःख दिने, युवाहरूलाई एउटा काम गरेर पठाउ काम गरेर खाने वातावरण पनि हुन नदिने, जसरी यो चाहिँ बालनले जसरी बालनका यो चाहिँ ट्राफिक प्रहरी महानगर प्रहरीले जसरी ज्यादती गरेर अहिले हामीसँग आर्थिक शोषण गर्ने उद्देश्यले जुन हिसाबको यो गतिविधि बालन सरकारले गरेको छ, यसको घोर मूल्य चुकाउन पर्छ। हामी यो सडकबाट तुरुन्त नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। तुरुन्त युवाहरूलाई न्याय मिलेन भने युवाहरू सशक्त अझ योभन्दा कडा आन्दोलन के गर्नुहुन्छ? युवाहरूले त आत्मदाह गर्नुपर्ने अवस्था आयो, सरकारले काम गरेन भन्नुहुन्छ, अब के गर्नुहुन्छ? देखि नै हाल्नु भएको छ, युवाहरू यसरी जल्न आज बाध्य भएका छन्। हरेक क्षेत्रमा महँगीले आज आकाश छोएको छ। गरिब जनताले आज दुई छाक खाना पनि खान सक्ने अवस्था भएको छैन। यो सरकारको अब आयु धेरै छैन। सबै जेनजी युवाहरूलाई चाहिँ यो दलाल बालन सरकार विरुद्ध सशक्त प्रतिवादमा उत्रिन। हामीले गल्ती गऱ्यौँ, जेनजीहरूले आन्दोलन गरेर गल्ती गऱ्यौँ, बालन सरकारलाई चाहिँ बालनलाई प्रधानमन्त्री बनाएर, र यो गल्ती तुरुन्त सच्याउन पर्छ। अब म सम्पूर्ण युवा, सम्पूर्ण सुकुम्बासी, सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा अपिल गर्न चाहन्छु, आउनुहोस् सडकमा, हामी सबै मिलेर यो बालन सरकारलाई पत्ता साफ पारौँ। हस्, धन्यवाद। भइसक्यो होइन। अब अहिले सरकारले जसरी सुकुम्बासीमाथि जसरी बर्बरता कायम गरेको छ, यसको बारेमा तपाईँहरू सडकमा कहिले आउने भन्नु? होइन, हामी त निरन्तर सडकमा छौँ। तपाईँले देख्नु नै भएको छ, हामीले हरेक दिन जसरी बालन सरकारले सुकुम्बासीहरूलाई दमन गर्ने, त्यो मात्र होइन, नेपालले पनि भारतको भूमि मिचिएको छ भनेर राष्ट्रघाती अभिव्यक्तिहरू दिने विषयमा हामी निरन्तर सडकमा आएका छौँ। आरआर कलेजमा तपाईँले देख्नु नै भएको छ कसरी हामी माथि बल प्रयोग भएको छ प्रहरीद्वारा। आज पनि तपाईँ यहाँ हेर्नुहोस्, यसरी यो नेपाल प्रहरीले यसरी यहाँ युवा विद्यार्थीलाई घेर्नुको सट्टा जो चाहिँ एउटा युवाको चाहिँ यसरी नेपालीले आत्मदाह गर्दाखेरि जसरी युवाहरू न्याय माग्न आउँदाखेरि यसरी प्रहरीले घेर्न पर्छ। उहाँहरूले यसरी सिंहदरबार घेरेर बचाएको भए आज राष्ट्रिय धरोहर जल्दैन थियो। त्यसरी भन्नुहुन्छ सरकारलाई, बालन शाहलाई, गृहमन्त्री तुरुन्त यिनीहरू योग्य छैनन्, यिनीहरू अमेरिकी दलाल हुन्। यिनीहरूले हामी युवा विद्यार्थीको नेतृत्व गर्न सक्दैनौँ। तत्काल 24 घण्टाभित्र बालनले राजीनामा दिँदा नै उत्तम हुन्छ। नत्र जसरी केपी ओलीलाई त भाग्ने छुट दिएको थियौँ हामीले, बालनले त्यो छिट पनि पाउँदैन। आज एउटा युवा आज पेट्रोल छर्केर जसरी जल्न परेछ नि, त्यो बालनलाई घिसारेर सडकमा